हेलो साथीहरु, यो दुईटा चेन दुईटै गिडवा चेन हो हैन। यो ओरिजिनल र डुप्लिकेट छ यो हैन। यो कसरी छुट्याउने, ओरिजिनल कसरी छुट्याउने, डुप्लिकेट कसरी छुट्याउने भन्ने बारेमा म तपाईहरुलाई सानो जानकारी गराउँदै छु है। अब यो A2 है, A2 यो अलि मोटो अक्षर छ हैन। अब यसको A2 है कहाँ छ भन्दाखेरि यसको A2 यहाँ छ। यसको अलि मसिनो अक्षर, सानो अक्षर, यो पाइलट पेनले लेखा जस्तो A2 छ हैन। यसको चाहिँ अलि मोटो A2 छ है। यो अलि क्लियर छैन। यो पनि स्टिलको थाल कचौरा जस्तो अलि टल्किएको छ बढी हैन। यो भाग यसको चाहिँ अलि मधुरो छ, अलि मधुरो फुस्रो भाग छ है। यसको A2 यही भइहाल्यो हैन। अलि मसिनो A2 छ। अनि यो 6 छ नि, यो 6 पनि सानो पाइलट पेनले ल्याएको जस्तो सिरिक्क सिधा 6 छ है। अब यसको 6 हेर्नुस्, यसको 6 अलि मोटो छ है। यस्तो मोटो घुमेको 6 छ के, यस्तो हेर्नु त अलि मोटो अक्षरले लेखेको 6 पनि पुरै घुमेको छ। घुमेको मतलब डुप्लिकेटमा यस्तो 6 हुन्छ, अब ओरिजिनलमा यस्तो 6 हुन्छ के, नघुमेको है। हेर्नु है त, यहाँ सिधा 6 हो। अब यहाँ हेर्नुस्, स्पर्श यहाँ हेर्नुस्, माथि पुच्छर यस्तो घुमेको हैन। अलि ठुलो खालको, अलि भद्दा जस्तो छ है। अब यसरी छुट्याउँछ। यो अलि रफ खालको छ हैन, मोटो अक्षर छ। यो अलि मसिनो अक्षर छ है। योबाट नै थाहा हुन्छ कि ओरिजिनल र डुप्लिकेट पत्ता लगाउने तरिका है। अनि यसको स्टिलको लोगो पनि अलि क्लियर छैन, अलि ठुलो स्टिलको लोगो छ हैन। यो चेनमा चाहिँ एउटा दुईटा मात्रै हुन्छ यस्तो लोगो डुप्लिकेटमा है, अलि ठुलो हुन्छ है। हाम्रो ओरिजिनलमा चाहिँ अलि सानो क्लियर लोगो हुन्छ, तर धेरै हुन्छ है। यहाँ छ हैन, धेरै हुन्छ। यो यहाँ छ है, धेरै हुन्छ कि यसमा चाहिँ स्टिलको लोगो है त। यो अलिकति पालहरु पनि यो कालो यस्तो पालहरुमा कालो देख्छ। यसमा देख्छ त, देख्दैन नि कालो। हेर्नुस् त, यसमा भित्रसम्म चाहिँ सेतै देखिरहेछ भने यसमा चाहिँ हेर्नु त बाहिर हेर्दै कालो पाल हैन, यस्तो देख्छ है त। यसरी डुप्लिकेट र ओरिजिनल छुट्याउनुस् है। यो 3-4 वटा त्यो पालहरु छ नि, 6-7 वटा पालहरु हैन, कालो देखिरहेछ। हेर्नु न, यहाँ कालो छ त पालमा, छैन नि त, टिक मात्रै छ, कालो छैन। यहाँ हेर्नु न, यस्तो कालो हुन्छ के। यसरी थाहा पाउँछ है त। हस् त, धन्यवाद।